कसले सोचेको थियो होला उरुग्वे वर्ल्ड कपको नकआउट स्टेज पुग्नु अगाडि नै आउट हुन्छ भनेर। तर यसपालि यस्तै भयो। आफ्नो जर्सीमा 4वटा स्टार लगाउने उरुग्वे, पहिलो वर्ल्ड कप होस्ट गरेर ट्रफी घरमै राखेको उरुग्वे, 2 पटकको वर्ल्ड च्याम्पियन अनि 15वटा कोपा अमेरिकाको ट्रफी जितेको टिम। 2026 को वर्ल्ड कप सुरु हुनुभन्दा अगाडि साउथ अमेरिकाबाट सबैभन्दा डेन्जरस टिमहरूको कुरा हुँदा पहिलो नम्बरमा ब्राजिल, दोस्रो नम्बरमा अर्जेन्टिना र त्यसपछि नाम आउँथ्यो उरुग्वेको। नआओस् पनि कसरी, कोच मार्सेलो बियल्सा, मिडफिल्डमा फेडेरिको भालभेर्डे, म्यानुअल युगाट, रोड्रिगो बेन्टाकर, अट्याकमा डार्विन नुनेज, एक्सपिरियन्स पनि यङ ब्लडहरू पनि। पेपरमा हेर्दा यो टिम वर्ल्ड कप जित्न सक्ने टिम जस्तै मानिन्थ्यो, तर फुटबल पेपरमा हेरेर जितिँदैन, फिल्डमा डटेर खेल्नुपर्छ र यही कुरा उरुग्वेले फेरि एकपटक सबैलाई देखाइदिएको छ। वर्ल्ड कपको ग्रुप स्टेज सकिँदा 2 पल्ट विश्वकप जितेको उरुग्वे ग्रुप स्टेजबाट नै बाहिरियो। कसरी, यो कुरा बुझ्नका लागि टुर्नामेन्टको सुरुबाट हेर्नुपर्छ। पहिलो गेम उरुग्वेले एक्सपेक्टेड डोमिनेन्स देखाएन, बल पोजिसन पनि थियो, बिग नेम्स पनि थिए, तर फिनिसिङ, चान्स क्रिएसन, कन्फिडेन्स कुनै कुरा एक्सपेक्टेड लेभलमा देखिएन। फ्यान्सहरूले सोचे ओपनिङ गेम मात्र हो, नेक्स्ट गेममा इम्प्रुभ गर्छ, तर दोस्रो गेम झन् ठुलो सक। केप भर्ड, जसको पपुलेसन लगभग 5 लाख मात्र छ, फुटबल पावर होइन, वर्ल्ड कपमा पहिलो पटक हिस्ट्री देखाउन खोजिरहेको नेसन, तर यही केप भर्डले उरुग्वेलाई पनि रोकिदियो। त्यसपछि फुटबल दुनियाँको न्यारेटिभ नै चेन्ज गरिदियो। सबैजना केप भर्डको कुरा गर्न थाले, उरुग्वेको विकनेसको कुरा गर्न थाले अनि प्रेसर एकदमै बढ्न थाल्यो। फुटबलमा प्रेसरभन्दा डेन्जरस अर्को केही हुँदैन, किनभने प्रेसरले ट्यालेन्टलाई पनि खुलेर खेल्न दिँदैन। अब अन्तिम ग्रुप स्टेजको खेल स्पेनसँग। हुन त स्पेन पनि प्रेसरमा थियो, उरुग्वे पनि प्रेसरमै थियो, तर फरक थियो, स्पेनले प्रेसरलाई ह्यान्डल गर्न सक्यो, उरुग्वेले सकेन। पुरै खेलभर उरुग्वेले स्पिड देखायो, लड्ने इमोसन देखायो, तर अन्तिम तेस्रो भागमा गुणस्तर नै देखिएन। डार्विन नुनेज क्लब फुटबलका खतरनाक स्ट्राइकर, तर नेसनल टोलीमा एक्सपेक्टेड प्रभाव छोड्न सकेनन्। फेडेरिको भालभेर्डे मिडफिल्डका इन्जिन, तर अट्याकसँग खेल जोड्न स्ट्रगल गर्नु पर्यो। उता स्पेनले ब्रुनो, पेड्री र रोड्री मार्फत मिडफिल्डमा उत्कृष्ट कन्ट्रोल देखायो। उरुग्वे बिस्तारै खेलबाट बाहिर निस्किँदै गयो, गोल कन्सिड भयो, टाइम बित्यो, तर रियाक्सन भएन। रेफ्रीको फाइनल विसल बज्दा सबै सकियो। उरुग्वे अफिसियली वर्ल्ड कपबाट इलिमिनेट भयो र त्यसपछि क्वेसनहरू सुरु भए। सबैभन्दा पहिलो क्वेसन, मार्सेलो बियल्सा। फुटबल दुनियाँमा बियल्सालाई जिनियस पनि भनिन्छ, पेप गार्डियोलासम्मले इन्सपिरेसन मानेका कोच, तर ट्रफी त्यति छैन। बेल्जियममा रोबर्टो मार्टिनेजलाई जस्तै क्रिटिसिजम भइरहेको छ, त्यस्तै प्रेसर बियल्सामाथि पनि आयो, किनभने ट्यालेन्टेड स्क्वाड हुँदाहुँदै रिजल्ट किन आएन। अर्को डिबेट, डार्विन नुनेज, उरुग्वेको नम्बर 9 नेसनल टिममा किन क्लिक गर्दैनन्। लिभरपुलका स्ट्राइकर, पेस छ, पावर छ, फिजिकलिटी छ, तर वर्ल्ड कपमा कन्फिडेन्स देखिएन। कतिपय फ्यान्सले भनिरहेका छन् प्रब्लम स्ट्राइकरमा हो, अर्को ग्रुपले भनिरहेका छन् प्रब्लम ट्याक्टिक्समा हो, र धेरैले त ड्रेसिङ रुमसम्मको रिमर फैल्याउन थाले। अफिसियल्ली केही कन्फर्म छैन, तर वर्ल्ड कपमा इलिमिनेट हुने बित्तिकै रुमरहरू सधैँ बढ्छन्। फुटबलको रियालिटी नै त्यस्तै हो, जित्दा सबै हिरो, हार्दा सबै भिलेन। तर यो इलिमिनेसनले गर्दा इन्ट्रेस्टिङ कुरा देखायो, फुटबलमा नामले मात्र गेम जितिँदैन। केप भर्ड, साउदी अरेबिया, ट्युनिसिया जस्ता नेसन्सहरूले अहिले फियरलेस फुटबल खेलिरहेका छन्। फुटबलको ग्याप बिस्तारै घट्दैछ। आजको फुटबलमा हिस्ट्रीले गेम जित्दैन, करेन्ट पर्फर्मेन्सले जित्छ। उरुग्वेसँग हिस्ट्री छ, वर्ल्ड कप छ, लिजेन्ड्स छन्, डिएगो फर्लान, लुइस सुआरेज, इडिन्सन काभानी, गोडिन, सबैको लिगेसी छ, तर फुटबलमा लिगेसीले करेन्ट जेनेरेसनले जित्नुपर्छ, अनि यही कुरा उरुग्वेले यो वर्ल्ड कपमा गर्न सकेन। हो, यो डिसअपोइन्टमेन्ट हो, तर यो जेनेरेसनको स्टोरी सकिएको छैन। भालभेर्डे अझै प्राइममा छन्, युगाटे अझै यङ छन्, डार्विनले अझै इम्प्रुभ गर्न सक्छन्। क्वेसन एउटा मात्रै छ, 2026 को वर्ल्ड कप उरुग्वेको अन्तिम च्याप्टर थियो कि यो नयाँ रिबिल्डको सुरुवात मात्र हो? कमेन्टमा तपाईँको ओपिनियन राख्नुहोला। लेट्स प्ले नेपाल, लाइक, सेयर एन्ड सब्सक्राइब।